यहाँहरू सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले यहाँहरू समक्ष फेसबुकको पासपोर्ट रिसेट कसरी गर्ने, यदि यहाँहरूले चाहिँ कुनै पनि सिमबाट फेसबुक आइडी लगइन गर्नुभएको छ, फेसबुकको चाहिँ सिमबाट यहाँहरूले आइडी बनाउनु भएको छ भनेपछि त्यसको पासपोर्ट कसरी फर्केट गर्ने, कसरी रिसेट गर्ने होला भन्ने यदि सोचमा हुनुहुन्छ भने यो भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। यहाँहरू मेरो आइडीमा चाहिँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट एन्ड सेयर गरी यहाँहरूले अल नोटिफिकेसन क्लिक गर्नुहोला। मैले यहाँहरूलाई यस्तै इन्फर्मेटिभ भिडियोहरू लिएर सदा चाहिँ उपस्थित हुनेछु। ढिला नगरिकन म भिडियोतर्फ लाग्न चाहन्छु साथीहरू। जुनसुकै एन्ड्रोइड फोनबाट यहाँहरूले चाहिँ पासपोर्ट रिसेट गर्न सक्नुहुन्छ। त्यसको लागि यहाँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ त भन्दाखेरि साथीहरू, यहाँहरूले चाहिँ कुन नम्बरबाट यहाँहरूले फेसबुक अकाउन्ट खोल्नु भएको थियो त्यो नम्बर चाहिँ यहाँहरूसँग हुनुपर्छ साथीहरू है। त्यसको लागि मैले चाहिँ यहाँहरूलाई एकदम सरल तरिकाले सिकाउने छु। यहाँहरूले सुरुदेखि अन्त्यसम्म हेर्नुहोला भन्न चाहन्छु। यहाँनिर चाहिँ लगइन टु एनदर अकाउन्ट भनेको छ साथीहरू। यहाँ चाहिँ मेरो अकाउन्टमा भएका आइडीहरू यहाँ सो गरेको छ। मेरो यहाँनिर देख्न सक्नुहुन्छ लगइन इन्टु एनदर अकाउन्ट है, यसमा क्लिक गर्नुहोला साथीहरू। क्लिक गरिसकेपछि यहाँहरूले यहाँनिर देख्न सक्नुहुन्छ मोबाइल नम्बर अर मेल भनेको छ। यहाँहरूले मोबाइल नम्बरबाट पनि खोल्न सक्नुहुन्छ र चाहिँ इमेलबाट पनि चाहिँ फेसबुक अकाउन्ट खोल्न सक्नुहुन्छ। यदि यहाँहरूले केबाट खोल्नु भएको छ, इमेलबाट खोल्नु भएको छ भने यहाँहरूको चाहिँ इमेलमा कोड आउँछ साथीहरू, र मोबाइलबाट खोल्नु भएको छ भने मोबाइलमा तपाईँको मोबाइलको मेसेज बक्समा चाहिँ ओटिपी आउँछ। त्यसको लागि मैले चाहिँ तपाईँहरूलाई मोबाइलबाट सिमबाट मैले अकाउन्ट खोलेको थिएँ, यहाँहरूलाई देखाउन चाहन्छु। यहाँहरूले कुन नम्बरबाट अकाउन्ट खोल्नु भएको थियो यहाँहरूले यसमा टाइप गर्नु होला है साथीहरू। मैले टाइप गर्छु र मैले यो नम्बरबाट मैले फेसबुक अकाउन्ट खोलेको थिएँ साथीहरू है। मलाई पासपोर्ट थाहा छैन। अब यसको लागि चाहिँ रिसेट गर्नको लागि यहाँ देख्न सक्नुहुन्छ लगइन भन्दा मुनि चाहिँ फर्गेट पासपोर्ट है। यो फर्गेट पासपोर्टमा यहाँहरूले क्लिक गर्नु होला साथीहरू। क्लिक गरिसकेपछि यहाँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मेरो अकाउन्ट अझै सो गरेको छैन साथीहरू। मैले आई डोन्ट सी माई अकाउन्ट भनेर क्लिक गर्छु साथीहरू। यहाँहरूले देख्न सक्नुहुन्छ यहाँनिर मैले मेरो मोबाइल नम्बर हाल्छु फेरि है, रिटाइप गर्नु होला तपाईँहरूले पनि। यहाँले देख्न सक्नुहुन्छ मैले नम्बर राखिसकेको छु। यहाँहरूले यसरी नै नम्बर राख्नु होला र राखिसकेपछि कन्टिन्यू गर्नु होला साथीहरू है। सर्चिङ भइरहेको छ र यहाँले देख्न सक्नुहुन्छ मैले यो नम्बरबाट खोलेको फेसबुक अकाउन्टहरू यहाँ देखाएको छ साथीहरू। मलाई चाहिँ यो फेसबुक आइडीको पासपोर्ट मलाई थाहा छैन है। यसको लागि मैले चाहिँ रिसेट गर्न गइरहेको साथीहरू। कुन आइडी चाहिँ तपाईँले रिसेट गर्न खोजिराख्नु भएको हो त्यो आइडी यहाँहरूले चाहिँ चुज गर्नु होला है। मैले यसमा क्लिक गरेँ साथीहरू। यहाँले देख्न सक्नुहुन्छ माथि ओटिपी कोड आएको छ 471490। यहाँहरूको मोबाइलमा पनि यसरी नै कोड आउँछ साथीहरू। यहाँहरूले कन्टिन्यू गर्नु होला है। मैले कन्टिन्यू गर्छु साथीहरू। यहाँ ट्राई अगेन भनेको छ। मैले यसबाट नगरिकन मैले ट्राई एनदर वे गरेँ। यहाँहरूले पनि ट्राई एनदर वे गर्नु होला र चाहिँ गेट कोड लिङ्क वाट्सएप र चाहिँ र कुनबाट चाहिँ यहाँले चाहिँ अथवा चाहिँ वाट्सएपबाट यहाँहरूले मेसेज आउने बनाउनुहुन्छ या त मोबाइल नम्बरबाट है केबाट बनाउन चाहनुहुन्छ
नो लङ्गर यु हेभ एक्सेस टु दिस भनेर यहाँले गर्नु होला, मेसेजबाट बनाउनु होला, किनभने एकदम सजिलो हुन्छ। मैले नो लङ्गर गरेँ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ कम्प्लिट द सेक्युरिटी स्टेप टु रिकभर दिस अकाउन्ट भनेर देखाएको छ। त्यसको लागि मैले रिकभरमा क्लिक गर्छु साथीहरू है। यहाँहरूले पनि रिकभरमा गर्नुहोला र यहाँले देख्न सक्नुहुन्छ गेट कोड बाई फोन भनेको छ। यसमा चाहिँ यहाँले क्लिक गर्नु होला, किनभने यहाँ तपाईँको मेसेज बक्समा चाहिँ जुन नम्बरबाट खोल्नु भएको हो त्यो नम्बरले चाहिँ तपाईँहरूलाई मेसेज पठाउँछ साथीहरू। त्यसमा मेसेज आउँछ। सो मैले कन्टिन्यू गरेँ, यहाँहरूले पनि कन्टिन्यू गर्नुहोला। अब मेसेजको एउटा ओटिपी कोड आउँछ साथीहरू तपाईँको मेसेज बक्समा, जुन नम्बरबाट तपाईँहरूले आइडी खोल्नु भएको थियो। आइसकेको साथीहरू 78 53 95। यो आइसकेपछि कोड यहाँहरूले चाहिँ कन्टिन्यूमा क्लिक गर्नु होला साथीहरू। र अब फाइनल्ली साथीहरू यहाँहरूले चाहिँ यहाँहरूको यो प्रक्रिया चाहिँ लगभग अन्तिममा गइसकेको छ। यहाँले देख्न सक्नुहुन्छ चेन्ज पासपोर्ट भनेर चाहिँ आइसकेको छ। त्यसको लागि यहाँले अब न्यू पासपोर्ट के राख्न चाहनुहुन्छ, यदि यहाँले चाहिँ बिर्सिनु भएको थियो आफ्नो पासपोर्ट, तर चाहिँ अब यहाँहरूले न्यू पासपोर्ट राख्न सक्नुहुन्छ साथीहरू। यसमा मैले न्यू पासपोर्ट राख्छु। यसरी नै यहाँहरूले न्यू पासपोर्ट राखिसकेपछि यहाँहरूले कन्टिन्यू गर्नु होला है साथीहरू। यसमा कन्टिन्यू गर्नुपर्ने हुन्छ। न्यू पासपोर्ट राखिसकेपछि फाइनल्ली चाहिँ पासपोर्ट रिसेट भइसकेको छ साथीहरू। यहाँहरूले देख्न सक्नुहुन्छ यो मेरो फेसबुक काठमाडौँ महानगरपालिकाले ऐतिहासिक रिसेट भइसकेको छ। पुरातात्विक सम्पदाहरूको रिसेट भइसकेको साथीहरू। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्छ, यहाँहरूले चाहिँ कस्तो लाग्छ यहाँहरूले कमेन्ट गर्नुहोला। र चाहिँ यहाँहरूले कुनै त्यस्तो खालको समस्या छ र भने तपाईँहरूको पासपोर्ट रिसेट हुन सकेन भने यहाँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। मैले यहाँहरूलाई चाहिँ आगामी दिनमा यहाँहरूको कमेन्टमा मार्फत चाहिँ भिडियो बनाउने छु भन्दै फेरि पनि यो मेरो भिडियोलाई यहाँहरूले यदि लाइक कमेन्ट सेयर गर्नुभएको छैन भने कृपया फेरि पनि चाहिँ म रिक्वेस्ट गर्न चाहन्छु है। यहाँहरूले चाहिँ मेरो अकाउन्टलाई मेरो फेसबुक च्यानललाई यहाँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरी अल नोटिफिकेसन क्लिक गर्नुहोला भन्न चाहन्छु। हवस् त साथीहरू, धन्यवाद, नमस्कार।